के हजुरको पनि एउटा फेसबुक आइडी दुईवटा मोबाइलमा लगइन गर्ने समयमा अथोराइजेसन पिन वा टु इन पासवर्ड मागिरहेको छ र त्यस्तो टु इन पासवर्ड मागिरहेको छ भने त्यसलाई हामीले सजिलै रिमुभ पनि गर्न सकिन्छ है त। र जुन एउटा फेसबुक आइडी अर्को मोबाइलमा लगइन गर्ने समयमा अथोराइजेसन पिन माग्छ र त्यो पिन नहालेसम्म त्यो फेसबुक चाहिँ लगइन हुँदैन है त। र त्यसको लागि चाहिँ हामीले पिन नजाने होइन डाइरेक्ट लगइन गर्ने पनि गर्न सकिन्छ। र यसको लागि चाहिँ यो भिडियो पुरा हेर्नु होला, सम्पूर्ण जानकारीहरू यो भिडियोमा दिएको छु है त। र यसको लागि सबैभन्दा पहिले हामी फेसबुकमा जानुपर्ने हुन्छ र फेसबुक यसरी ओपन गर्नु होला। र फेसबुक ओपन गरिसकेपछि आफ्नो यहाँ मेनुमा जानु होला र मेनुमा गइसकेपछि यहाँ रहेको छ सेटिङ एन्ड प्राइभेसी भन्ने अप्सन, यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि यहाँ सेटिङमा जानु होला र सेटिङमा गइसकेपछि यहाँ फर्स्टमा रहेको छ पर्सनल डिटेल भनेर रहेको छ भने सेकेन्डमा रहेको छ पासवर्ड एन्ड सेक्युरिटी भन्ने अप्सन रहेको छ, यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि यहाँ पनि रहेको छ पासवर्ड एन्ड सेक्युरिटी भन्ने अप्सन रहेको छ, यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि यहाँ रहेको छ टु फ्याक्टर अथोराइजेसन भनेर रहेको छ होइन, यसमा चाहिँ ओके गर्नु होला। यसमा ओके गरिसकेपछि यहाँबाट प्रोफाइल चुज गर्नु होला। र प्रोफाइल चुज गरिसकेपछि यहाँ रहेको छ यहाँ चाहिँ हजुरको जुन जिमेल आइडीमा जाने कोडहरू छ र हजुरले चाहिँ यहाँबाट चेन्ज पनि गर्न सक्नुहुनेछ है त। एसएमएस वा वाट्सएपमा आउने खालको चाहिँ बनाउन पनि सक्नुहुनेछ। यहाँबाट चाहिँ यसरी ओके गरेर नेक्स्ट गरिदिनु होला। र नेक्स्ट गरिसकेपछि हजुरले अन्य नम्बरहरू पनि यहाँबाट एड गर्न सक्नुहुनेछ होइन। टु फ्याक्टर अथोराइजेसनको लागि चाहिँ यहाँबाट एड गर्न सक्नुहुनेछ भने मैले अहिले एड गरेन। र यसपछि यहाँ ब्याक जानु होला र यतिकैमा हजुरले स्किप नगर्नु होला है त, यो भिडियोलाई स्किप नगर्नु होला। म ब्याक आएँ र ब्याक आइसकेपछि यहाँ रहेको छ पर्सनल डिटेल भन्ने अप्सन रहेको छ, यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि यहाँ पनि रहेको छ पर्सनल डिटेल भन्ने अप्सन रहेको छ, यसमा क्लिक गर्नु होला। र यसमा गइसकेपछि यहाँ रहेको छ सबैभन्दा फर्स्टमा कन्ट्याक्ट इन्फर्मेसन भनेर रहेको छ, यसमा क्लिक गर्नु होला। कन्ट्याक्ट इन्फर्मेसनमा गइसकेपछि यहाँ हजुरले देख्न सक्नुहुनेछ माथि मेरो जिमेल आइडी रहेको छ भने तल चाहिँ मेरो फोन नम्बर रहेको छ। यसमा चाहिँ हजुरले एउटा फेसबुक आइडी दुईवटा मोबाइलमा लगइन गर्ने समयमा चाहिँ यसमा कोड जान्छ र त्यो कोड चाहिँ हजुरले जुन मोबाइलमा फेसबुक एकाउन्ट ओपन गर्दै हुनुहुन्छ त्यो मोबाइलमा चाहिँ त्यो कोड नराखेसम्म हजुरको फेसबुक आइडी चाहिँ ओपन हुँदैन। र त्यो कोडहरू चाहिँ नजाओस् र पासवर्ड र जुन फेसबुक एकाउन्ट इन्टर गर्ने बित्तिकै चाहिँ हजुरको फेसबुक ओपन होस् भन्नको लागि चाहिँ हजुरले यहाँबाट डिलिट गर्न सक्नुहुनेछ यसलाई चाहिँ है त। यसलाई यसरी यहाँबाट नम्बरमा गएर यहाँबाट डिलिट नम्बर पनि गर्न सक्नुहुनेछ र जिमेलमा गएर सजिलै हजुरको जिमेल आइडी पनि डिलिट गर्न सक्नुहुनेछ। र यो राख्नुको फाइदा के छ भने हजुरको जुन फेसबुक एकाउन्ट पासवर्ड र हजुरको फेसबुक एकाउन्ट थाहा भए पनि जो कसैले पनि हजुरको फेसबुक एकाउन्ट चाहिँ ओपन गर्न सक्दैन, किनभने यसमा चाहिँ कोडहरू जान्छ र त्यो कोडहरू चाहिँ फेरि इन्टर नगरेसम्म हजुरको फेसबुक आइडी कसैले पनि लगइन गर्न सक्दैन र हजुरको जुन ह्याक हुनबाट चाहिँ बच्छ है त। र हजुरले यदि कोडहरू नजाओस् रेगुलर खुलोस् भन्नको लागि चाहिँ यसलाई यसरी सजिलै डिलिट गर्न सकिन्छ। र अर्को के छ भने हजुरको जुन जिमेल एकाउन्ट रहेको छ यो जिमेल एकाउन्ट हजुरलाई थाहा छैन होइन, या अर्को नयाँ जिमेल एड्रेस छ भने हजुरले नयाँ जिमेल पनि एड गर्न सक्नुहुनेछ र नयाँ नम्बरहरू पनि एड गर्न सक्नुहुनेछ। यहाँ रहेको छ तल चाहिँ एड न्यू कन्ट्याक्ट भनेर रहेको छ, यसमा गएर हजुरले नयाँ नम्बर वा नयाँ इमेल एड्रेसहरू पनि यहाँबाट चेन्ज गर्न सक्नुहुनेछ है त। र चेन्ज गर्न सक्नुहुनेछ। र यति गरिसकेपछि हजुरको फेसबुक एकाउन्ट एउटा फेसबुक एकाउन्ट चाहिँ दुईवटा तीनवटा जतिवटा मोबाइलमा लगइन गर्दा पनि यसमा कोडहरू जान्छ र कोडहरू गइसकेपछि त्यो कोडहरू त्यसमा इन्टर गरिसकेपछि सजिलै ओपन हुनेछ। र यस्तै यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानलमा हजुर नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र सँगै रहेको बेलको आइकनलाई थिचेर नोटिफिकेसन अन गर्न नछुटाउनु होला। धन्यवाद।